मकर राशि र सिंह राशिको पनि चरित्र मिल्दैन, गुण मिल्दैन, आनी बानी स्वभाव चरित्र केही पनि मिल्दैन। सिंह राशि मैले भनेको कुरो ठिक छ, यदि मैले भनेको कुरो भएन भनेदेखि पखला साइडला गइहाल। यता मकर राशि फेरि होइन हजुर चिन्ता नगर्नुहोस्, गर्छु मैले, परेशानी नहुनुहोस् होइन। सिंह राशि भएको मान्छेले दाहार दिने, यता मकर राशिले फेरि चाहिँ पख्नुहोस् भनेर पर्खाइदिने। सिंह राशिकोलाई भगरै चाहियो, मकर राशि भएको मान्छेले नआत्तिनुहोस् भनेर धार्जे रूपमा काम गर्ने। यता छिटो छिटो चाहने मान्छे र यता चाहिँ मकर राशि दुईटाको कुरै मिल्दैन कि। नमिल्दासम्म टाढा हुँदासम्म बरु मिल्यो कुरोकानी, यसो के छ सन्चै छौ यताउति होइन, राम्रो सन्चो बिसन्चो। तर सँगै बसेपछि कुकुर र बिरालो चाहिँ गरी होइन झगडा भइरहने, सम्बन्ध चाहिँ ओहो कतिखेर बिग्रिन्छ कि भनेर चाहिँ बाध्यताले हाँस्न पर्ने मात्रै अवस्था गराउँछ। अन्यथा चाहिँ सम्बन्ध त्यति धेरै मैले टिकेको चाहिँ देखेको छैन। मकर राशि हुने व्यक्ति र सिंह राशिको पनि सम्बन्ध दिगोसम्म गएको चाहिँ देखिएको छैन। झट्ट हेर्दै जाँदाखेरि ज्योतिष शास्त्रमा त्यही नै उल्लेख गरिएको छ। आफ्नो जन्म राशिबाट 6 नम्बर 8 नम्बर र 12 नम्बरको यदि राशि परेको छ भने त्यो तपाईँको शत्रु राशि हो भनेर चाहिँ बुझ्नुहोला। यो कुरा तपाईँहरूलाई मैले जानकारी गराएको छु है त। हस्ता।